यो के भयो आज जानलाको फार्म चाहिँ हामी गुड मर्निङ गाइज वेलकम ब्याक टु आवर च्यानल हाई प्रिसन आज चाहिँ हामी फर्स्ट अफ अल कङ्ग्रेचुलेसन भनिदिनुहोस् मलाई मैले मेरो डिजिआई माइक गिम्बल सबै पाइसकेँ अलिकति चलाउनलाई सिक्दैछु सो आज चाहिँ हामी फ्यामिली प्लस मेरो साथी पनि जान्छ हामीहरू उता के भन्छ फार्म जाँदैछौँ एग्रो फार्म टु चेक सम भेजिटेबल्स एभ्रिथिङ ओके सो कस्तो छ ठाउँ कता हो के हो म हजुरहरूलाई अपडेट दिन्छु है त अहिलेको लागि थ्याङ्क यू HA doesn't sound ha. It's ha. Bhira pairo. Okay, Prishan, you are going with your friends. So, how do you feel today? Vacation ma sathiharu bhetna paउँदा? Incredible. I've been wanting to meet them for the longest time ever since the vacation started. Okay, so I'm also excited to meet my friend also. Okay? See you. आज जानलाको फार्म चाहिँ हामी पहिला पनि गइसकेको हो होइन तर पहिला चाहिँ अर्कै ठाउँमा थियो अहिले चाहिँ यो नयाँ लोकेसनमा छ सो हाम्रो नेपाली दाइहरूले नै सबै तरकारीहरू लिएर आएर रोप्नुभएको मासु पनि पाइन्छ खसीको मासु भन्दै हुनुहुन्थ्यो आई डोन्ट नो अब छ कि छैन आज लेट्स सी अनि तरकारीहरू सबै पाइन्छ सो एक्साइटेड टु गो देयर है तपाईँहरूलाई लोकेसन अपडेट केही चाहिन्छ केही त्यहाँ भेजिटेबलहरूको बारेमा केही सोध्नु छ भने प्लिज लेट मी नो हेलो सभी हाई हाउ आर यु भेरी गुड त्यहाँ हेरेर न ईशानले तिमीलाई हेरेर नि त ईशानले बाहिर बाहिर चाहिँ कसले पनि हेर्नु पर्दैन है ईशानले हेरे पुग्छ तिमीलाई दाइ है यो पार्ट काट्नु हुँदैन तपाईँ हेर नि बाहिरबाट हाम्रो घरबाट चाहिँ 54 किलोमिटर भन्दा बढी रहेछ कति बेर लाग्छ ट्राफिकमा पनि परेको छ यस्तै चल्दैछ अब स्टिल 30 minutes to go हाम्रो फार्म आइपुग्यो हामी गिरौँला जाने ल काउली है यता ब्रोकौली पनि छ है उता ब्रोकौली My main interest is the potatoes. हाम्रोमा यहाँ Does anyone have some potatoes? त्यसमा जिपर लगाउनु ल सनफ्लावर सबै चिज मेरो छोरा हाई ल कम 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 इस्यु कम डट हो यो डट माई गॉड धनियाहरू पुरै सही छ रायोको सागहरू ओ माई गॉड कस्तो दामी रायोको साग मकै मेन चाहिँ अब यहाँ घिरौँलाहरू यो चाहिँ बेथेको साग चाहिँ के लट्टे साग के भन्छ नि हो त्यो जस्तो लाग्यो होइन पुरा इन्जोय गर्दैछ ल कति मजा यस्तो मजाले फ्रेस तरकारी यसरी खान पाएपछि त के चाहियो र होइन दुबईमा पनि ल
यहाँ अब डिफ्रेन्ट सब मान्छेहरूको अरूहरूको पनि फार्म चाहिँ हुँदो रहेछ अनि यो चाहिँ हाम्रो चाहिँ यतापट्टि हो अलि उता मेरो बाबु हिँडेकोतिर चाहिँ अर्कै रहेछ यस्तो पनि हुन्छ नि मान्छेहरू सागहरू कस्तो दामी क्या है साग चाहिँ ओ माई गॉड मजा प्रिशन यता आऊ छोरा प्रिशन दादा आदि दादा अगस्त्य दादा कम दिस साइड प्लिज ल ल म चाहिँ मेरो बेस्ट फ्रेन्डसँग आएको छु यहाँ अनि त भन्नुहोस् त साथी कस्तो लागिरहेछ है ल तिते करेला अलिक गिराउन चाहिँ तर भाइले अलिक भित्रभित्र हुन्छ क्या गिराउँला ल दाइ नमस्ते ल हजुर एकदम सन्चै छौँ दाइ नेपाली फ्लेभर पाइरहेको छौँ हामीले ए भएपछि उसको फर्स्ट एक्सपिरियन्स इस्यु के हो एउटा टिपेर खाएर हेर त कचैमा पानी चाहिँ जति पनि हुँदो रहेछ नि त फेरि यहाँ गाडीमा गएर बसेर उनीहरू त्यही त हो अहिलेको बच्चाहरू माई गड के मजै भएन ल तरकारी गाडी चाहिँ यस्तो छ लिनुभयो भने छ अन्त भाइहरूले त्यहाँ तरकारी टिप्दै हुनुहुन्छ हामी चाहिँ घिरौला फर्सीको मुन्टा अनि त्यसपछि रायोको साग करेलाहरू लाँदैछौँ अनि खबर गरेर बिहानै आयौँ भने चाहिँ मासु पनि फ्रेस एकदम भर्खरै काटेको राम्रो मासुहरू पनि पाइन्छ सो अरूहरू पनि कसैलाई आउनु छ भने तपाईँहरूलाई फोन नम्बर चाहिन्छ अथवा केही यहाँको बारेमा केही डिटेल्स चाहिन्छ भने प्लिज लेट मी नो यति राम्रो ठाउँ छ ओ माई गॉड दाइहरूले यस्तो बालुवामा अब यस्तो मजाले के कुरै छोड्दैन करेलाहरू छ करेलाको बिचमा एकदम हाम्रो हाम्रो अर्डर टिप्दै हुनुहुन्छ नि त्यही मैले मिस्टेक गरेँ कि दाइले मलाई हिजो मासु सोध्नु भएको थियो मैले पछि म टाउको सुत्दै ड्युटीबाट आएको थिएँ यत्तिकै हो भयो भाइहरू त्यहाँ तरकारी टिप्दै हुनुहुन्छ हाम्रो लागि मुला यस्तो रहेछ हाम्रो तरकारीहरू चाहिँ गर्मीमा पनि अब भइरहेकै हुन्छ सिजन अनुसारको तरकारीहरू राखेको हुन्छ आन्टी र छोरामा टुरिस्ट दुईजना हाम्रो टुरिस्टहरू पनि स्लोली भन्दै चाहिने साग टिप्दैछ भाइहरू यहाँ अब ओके कन्टिन्यू अहिलेको गिम्बल नयाँ किनेको कि रोटेट भएर केही बुझ्दैनौँ हामी त्यही भएर ओके लर्निङ प्रोसेसमा छौँ होइन मकै पनि लाने भनेर सोचेर है तर सबै छिपिसकेर चाहिँ नेपालकै बिउ भन्दै हुन्थ्यो है नेपालकै टेस्ट छ अरे मकैको तर सबै छिपिसकेर रहेछ भुटेर खानलाई त ओके ओके राम्रो मनपर्छ भने लिएर जानु पर्ला अहिले हेर्दै जाउँ टु मच भएको सामान अरू चाहिँ नि के छ यहाँनिर अरू मलाई त त्यो लतेको साग पनि लानु मन लागेको थियो लतेको साग देखाएको थियो मैले उतातिर अघि तर यो उतापट्टि अरूहरूको रहेछ नि त अरूहरूको चाहिँ यता हाम्रो मैले अघि लटेको हरियो पनि देखेको छु क्या यहाँनिर
हाम्रोमा चाहिँ हरियो छ रातो मात्रै छ क्या ओके ल कमन हामी यहाँ भित्र रातो त we don't prefer red लेट्स गो yeah but it's like not the soft one अनि रायोको साग चाहिँ अनि काउली धेरै ब्रोकली नै छ है त्यही त Please, कता यतापट्टि टिप उनीहरूले लाग्छ टिप्दैछ होइन तपाईँहरूलाई पनि यसरी नेपाली टेस्टवाला खानु मन लाग्छ प्लिज कम एकदमै हुन्छ नि प्राइस रेन्ज पनि यति राम्रो दिनुहुन्छ कि दाइहरूले के भेट्नु भएछ अरे भनेर खैदी के हो भाइको खुट्टामा नेपाली काक्रो भाइको चप्पलमा चाहिँ बाबुको लागि मेन चाहिँ हामीहरूले पनि खान्छौँ तर बाबुले काक्रो एकदम मन परायो कि त्यही भएर क्यान यु प्लिज सिङ अ सङ फर मी Okay. Any? Okay. Uri uri vanak sakina timle tera hera vanagi garuma chahe na pani mele bahana sakina nimile mero mitu chori sakyo timile पाकेर सरे बाका यो आत्माले छोरे आगाछ तिमीले खोजिरे सुमाले मेरो दिन बनबाट भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि उरी उरी भन्न सकिन तिमीले तेरा है भन्न के गरौँ म ईशान हाई इशु ईशान वाट्स द्याट इशुरी बेबी हेर त यहाँ मामा वाट्स द्याट ईशान से मामा फर्स्ट मामा 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 ईशान चाहिँ इन्जोय गर्दैछ उसलाई मन परेको छ ठाउँ यहाँ चाहिँ दाइले राखेको साग टिप्दिँदै हुनुहुन्छ मजाको के अरे मार्फा रायो अरे ओके मार्फा रायो साग यसलाई भन्छ रायोको साग यसलाई त्यो पनि फार्फा के अरे मार्फाको लोकल है सा ओ माय गॉड फेरि अर्को काँक्रा भेटिसकेछ एउटाले बेबी क्युकम्बर वाउ पिकल बनाउनु हुन्छ है यमी यमी त उसले त साँच्ची त्यो हुन्छ नि नेपालतिर के जाने टप्पा टप्पा बारीबाट टिप्दै खाने जसरी घुम घुम खाइरहेछ उसले मात्रै नि उसको बाबाले पनि बाबाले चाहिँ त्यो तासेर दिएको कि बाबुले हाम्रो तरकारीहरू दुईवटा फ्यामिलीको तरकारी यो एक अझै अर्कोमा पनि छ क्या एक लट लगाएर राखिसक्यो यो सेकेन्ड लट तरकारी कहाँ राख्ने ओ माई गॉड दुई मुठा भनेको छ तपाईँले दुईटा मैले दुईटा हैन दाइ नमस्ते हजुर नमस्कार अनि दाइ यो फार्म यता सार्नु भएको कति भयो हजुर हाम्रो यो फार्म यता सारेको झन्डै 1 वर्ष हुन लाग्यो 1 वर्ष हुनलाई हजुर पहिला हाम्रो यो ओस्मानमा थियो अनि अहिले यो सार्जाको हत्ता हुमन 2017 हुँदै यो नजुवा 5 मा अवस्थित छ यो हाम्रो अहिले गण्डकी एग्रो फार्म हजुर यहाँ अहिले हाम्रो नेपाली सागसब्जीहरू धेरै आइटमका नेपाली सागसब्जीहरू छन् त्यसमा मध्ये विशेष गरेर नेपाली रायो साग अहिले तत्काल हाम्रोमा भएको बोरकाउली व्हाइट काउली काउली फ्लावर अनि पछि त्यस्तै गरेर करेला घिरिउँला लौका फर्सीको मुन्टा फर्सीको गट्टादेखि लिएर हाम्रोमा अहिले खोले साग पनि उपलब्ध छ सिम साग अथवा खोले साग अनि सुपको सागहरू सबै रहेछ फापरको सागहरू पनि है हजुर सुपको सागहरूदेखि लिएर मेथीको सागहरू चम्सुरको साग
नेपाली फापर सबै यो भिडियो हेरेर यसो मन पराएर आइदिनु होला है साथीहरू किनभने दाइहरूले यस्तो मरुभूमि जस्तो ठाउँमा ओ माई गड यति मेहनत गरेर यति मिठो बास्ना त्यो हुन्छ नि यहाँको तरकारीहरूको बास्ना सुन्दा यति रमाइलो लाग्ने यति मिठो बास्ना आउने त्यस्तो छ खाँदा त अब भरे पकाएर खाएर पनि देखाउँछु होइन अहिलेको लागि चाहिँ हामीहरूको मासु पनि पाइन्छ होइन त हजुर हजुर मासु पनि जहाँसम्म ग्राहकहरूले भन्नुभयो भने अर्डर गर्नुभयो भने त्यसअनुसार हामीले सिँगै खसी पनि हाम्रो नेपाली स्टाइलमा उपलब्ध गराउन सक्छौँ प्लस पर केजीको हिसाबले पनि उपलब्ध गराउन सकिन्छ पहिल्यै इन्फर्मेसन हजुर भनेपछि त्यस लगत्तै गएर हजुरको हाम्रो लोकल कुखुराहरू पनि उपलब्ध छ कुखुरा हाँस पनि देखाएको थिएँ हाँस पनि छ यो हाँसहरू भयो लोकल कुखुराहरू भयो यिनीहरू पनि उपलब्ध छ हुन त अब उतैबाट लिएर आएको नेपालबाटै लिएर आएको त्यस्तो चाहिँ होइन कि तपाईँले यहीँ ल्याएर असम्भवै हुन्छ हजुर हुँदै त यहीँको स्थानीय यहीँको दुबईको लोकल भन्नुपर्छ हजुर पाल्न चाहिँ हजुरहरूले नै अब घाँस खानिदिएर पालेको यताउति लोकल दानाहरू खुवाएर पालेको हस् त सबैजनाले यो भिडियो हेरिदिनु भयो भने गण्डकी एग्रो फार्मलाई माया गरेर आइराख्नु भएको छ अझ पनि आइराख्नु होला भन्दै हस् थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू ल ल ल मेरो साथी आफ्नै गाडीमा तरकारी लिएर जाँदैछ मेरो साथी र उसको चाहिँ यसो छ ताल यहाँ ईशान नेपाली तरकारीहरू ओ माई गड यस्तो वेल युटिलाइज अफ भयो मेरो चाहिँ आइएम भेरी सेटिस्फाइड है हेर्दाखेरि नै अब यस्तो आनन्द लाग्ने ठाउँ माई गड दाइहरूलाई धेरै धेरै धन्यवाद गण्डकी एग्रो फार्म हजुरले गुगलमा सर्च गरेर नम्बर लिँदा पनि हुन्छ तर त्यहाँनिर खोइ क्लोज भनेर देखाइरहेको थियो सरेको भएर होला सायद यो अहिले यो अन्तै ठाउँमा सरेको रहेछ त्यही भएर होइन म अबदेखि रोशनलाई घरको मोमो नदिनु पऱ्यो जहाँ पनि मोमो छ भन्छ अरूहरूले चाहिँ बुढले बनाएको मोमो मिठो भनेर तारिफ गर्छ मेरो बुढा मोमो खाँदै हिँड्छ होइन अबदेखि यो मान्छेले घरको मोमो पाएन लु अब चाहिँ भयो साथीहरू हेर्नुहोस् दाइहरूको चाहिँ यहाँ यो गण्डकी एग्रो फार्मको क्याफे पनि छ अरे क्या जस्तो रिसेन्टली खोल्नु भएको यहाँ नजिकै एउटा क्याफे खोल्नु भएको रहेछ त्यो पनि छ अरे अब एकचोटि त्यो हेरेर आउनु पऱ्यो भनेर नजिकै छ भन्नुभएको छ अब लेट्स सी हिँड्दैछौँ हामी तिनजना दुईवटा टोपी भएको मान्छे बाबुको टोपी पनि टाउको माग्नु भएको छ कि दिदीले हाम्रो यो गण्डकी एग्रो फार्मको ऊ पनि रहेछ क्या के भन्छ क्याफे पनि रहेछ त्यो क्याफेमा चाहिँ अब मोमोहरू त्यस्तोहरू मोमो चाउमिन पाउँछ अरे हामी चाहिँ त्यहाँ यसो जाँदैछौँ हिँड्दै हिँड्दै है हेरेर आउनु पऱ्यो भनेर कस्तो हुन्छ भनेर यस्तो हाइवेमै रहेछ ओमान हाता जाने बाटो मजाको ठाउँमा रहेछ यहाँ चाहिँ हाम्रो नेपाली मिठो छ सुसो किनभने मसला हाल्दा छैन क्या दामी यत्तिको राम्रो चाहिँ हुनुपर्छ क्या मान्छेहरू म त खाँदैन कस्तो हुँदो रहेछ एक्लैले खाना भ्याउँदैन ल किन एक्लैले खाना भ्याउँदैन मोमो खाने होइन मोमो अर्डर गरेको तिमी अङ्कल चाहिँ अङ्कल हामीले यहाँबाट खाजा खाएको ओ माई गड इट्स भेरी नाइस यार मोमो र समोसा खाएको एकदम फ्रेस बनाउने कस्तो राम्रो रहेछ यार दामी ल अब हामी घर जान्छौँ अब अन द वे अलिअलि क्लिपहरू के देखाऊँ आजको भिडियो हजुरहरूलाई मन पर्यो होला प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् अनि तपाईँहरूलाई अब केही पनि इन्फर्मेसन चाहिएको छ भने सोद्धा हुन्छ बाई बाई गाइस सी यू इन नेक्स्ट भिडियो Hello everybody, I hope you enjoyed that video. That was an amazing day. Please like, share, comment and subscribe.